आदरणीय दर्शकवृन्द नमस्कार। म मोहन सुवेदी। मैले बुटवलदेखि नारायणगढसम्मको यात्रा गर्ने क्रममा बाटोमा अहिलेको दाउन्नेको बाटो र बुटवल नारायणगढ खण्डको बाटाको अवस्था के कस्तो छ त्यसबारे एउटा सानो भिडियो बनाएको छु र यो भिडियो म प्रस्तुत गर्नेछु। यहाँहरूले हेरेर मन पराइदिनु होला र भिडियो मन पराउनु भयो भने लाइक शेयर र कमेन्ट गरिदिनु होला। मेरो यो सानो प्रयासलाई हौसला बढाइदिने काम गरिदिनु होला भन्दै म यो भिडियोतर्फ हजुरहरूलाई लाँदैछु। हस् त, धन्यवाद। हामी हिँड्न सुरु गरेको भिडियो अन गरेको चरण कटेपछि मात्र हो। अहिले हामी बसभित्र छौँ र यो जङ्गल भलुईको जङ्गल हो। भलुई अब गणेशनगर कटेर हामी भलुई आइपुग्न लाग्यौँ। बाटो एकदम पेन्ट गर्न मात्रै बाँकी छ, पुरै पेन्ट भइसकेको छैन। पेन्ट भयो भने अझ राम्रो आकर्षक देखिन्छ यो बाटो। देवदहको भलुई बजार आइपुग्यौँ हामी अहिले। यो बजार एरियामा 6 लेन छ भने जङ्गल एरियामा 4 लेन छ। कतै पुलहरू सबै तयार भइसकेका छैनन्। वान वेको सिङ्गल पुलहरू त लगभग सबै तयार भइसकेका छन्। टु वेका चाहिँ अझै भइसकेका छैनन्, बाँकी नै छ। हामी अहिले घोडा शीतलनगर आइपुग्यौँ। घोडा आइपुगेछौँ। बाटो कतै कतै पेन्ट गर्न लागेको अवस्थाले बाटो छेकेर वान वे तर्फबाट चलाइरहेका छ। कोही ठाउँमा भने दुईतर्फी नै चलेका छन्। सहज र सजिलो यात्रा गर्न पनि सहज र छिटो सजिलो हुने भएको छ। यसले गर्दा हामीहरूलाई तर चाहिँ बाटो फराकिलो भयो भन्दैमा जथाभावी तीव्र गतिमा सवारी साधन नचलाउनु होला। यो बाटोमा ठाउँ ठाउँमा राडार राखिएको छ। खैरेनी आइपुग्यौँ हामी अहिले। खैरेनीबाट पनि अगाडि निस्किसकेका छौँ। यो खुल्ला बाटोमा ठाउँ ठाउँमा राडारहरू राखिएका छन्। स्पिड नाप्ने राडारहरू, त्यसले चाहिँ गति मापन यन्त्र भन्ने छ र उसले गति मापन गर्छ र तपाईँको यो सडकमा दिएको मापदण्डभन्दा तीव्र गतिमा हाँक्नु भयो भने तपाईँ जरिवानामा पर्नुहुनेछ। सहजै 60 को गति 70 80 को गतिमा जानियो भने पनि अब यो बुटवल नारायणगढ खण्डलाई 2 घन्टामा पुर्याउनेछ। यो सुनौल बजार हो। यहाँ 6 लेन छ। डिभाइडर राख्न सुरु गरेको छ। यहाँ यसरी डिभाइडरहरू राखेर सर्भिस लेनलाई अलगै र बिचमा चाहिँ एक्सप्रेस वे भनौँ अथवा चाहिँ हाइवेलाई अलगै सर्भिस लेन, हाइवे र सर्भिस लेन छुट्याइएको छ। डिभाइडर राखेर सुनौलमा यो देखियो। यो सबै ठाउँमा हुँदैछ, गरिरहेको छ, गर्दैछ। हामी घुमै आइपुग्यौँ अहिले। मैले भिडियोको धेरै भागहरू एडिट गरेर राखेको छु। हेर्नलाई एउटै बाटो मात्रै कति देखाइरहनु भनेर र कम्तीमा छोटोभन्दा छोटो 15 मिनट जस्तोमा
यहीँबाट बसमा नारायणघाट जाँदा बसमै जाँदाखेरि पनि अब 3 घन्टामा सजिलै पुग्न सकिन्छ। सुपरमा लोकलले त केही समय लगाइदिन्छ। यो हो बरघाट बजार। बरघाट बजारमा डिभाइडर राखेको छैन, अझै काम सम्पन्न पुरा भइसकेको छैन। एकतर्फी एकदमै रोडतर्फ बाटो फिक्स गर्ने बानी छ एउटा पुलको साइडबाट। यहाँबाट अगाडि लागेपछि अब डाउनको उकालो सुरु हुन्छ। डाउनेको उकालो पनि लगभग एकतर्फी सबै सम्पन्न भइसकेको रहेछ। दुईतर्फी पनि सम्पन्न हुनलाई धेरै छैन सायद। बाटो पिच गर्ने काम जति गरिसकेको छ तलबाट आउने पिचहरू, माथि जुन कम्प्लिट गरेको छ ढलान, यो ढलान 3 लेनको 4 लेन गरेको छ, तर चाहिँ 3 लेनको मापदण्ड भित्र छ। कहाँबाट गाडी त अट्छ, तर 3 लेन हुन्छ। यो दाउन्ने खण्डको खण्ड 3 लेन मात्र हुनेछ। मुगलिङ नारायणघाट सडक जत्रै हुन्छ। मुगलिङ नारायणघाट खण्ड पनि 3 लेन हो। जस्तै रामनगरदेखि उता मुगलिङसम्मको सडक जत्रै हुन्छ। यसरी कम्प्लिट गरिरहेको छ। कम्प्लिट गरेर पनि चालु भइसकेको छ। अब डाउनले आइपुग्यौँ। डाउनलेमा होटल टहराहरू सडकमा परेका टहराहरू भत्काइएको छ। यहाँको अवस्था अहिले दयनीय जस्तो देखिएको छ। धुलो धुवाँ अनि भत्केका टहराहरू, कसैको गाह्रो भत्किएको छ, कसैको टहरा काटिएका छन्। कोही फेरि तलबाट फेरि उठाएर जग लगाएर तलबाट चाहिँ कम्प्लिट गरेर उठाएर बसिरहेका छन्। अब के हुन्छ, वनले उनीहरूलाई बस्न दिने हो कि नदिने हो कि के हो, अब त्यो त समयले बताउला। तर यहाँ चाहिन्छ एउटा बस्ती। यो मन्दिरमा आउने जाने यो बाटोमा यहाँ चाहिँ आउनेमा शीतल हुने गर्छ र गर्मीयाममा चाहिँ शीतल ताप्नको लागि पनि दाउन्ने आउने गर्छ। र यहाँ माथि दाउन्ने देवीको मन्दिर छ। त्यहाँ तीर्थका लागि नेपाल तथा भारतबाट पनि श्रद्धालुहरू आउने गरेको पाइन्छ। बाटो यसरी चाहिँ दाउन्नेमा पनि ढलाइ भइसकेको छ। कही साइडमा चाहिँ तलपट्टि ढलाइ गर्ने काम पनि चलिरहेको छ। बाँकी सबै यसरी चाहिँ काम फटाफट गरिरहेको छ। एकतर्फबाट आधा पिचबाट 2टा गाडी पास हुन्छन् भने आधा कङ्क्रिट उता हुँदैछ। हामी दुम्कीवास बजारको पुलको छेउमा चाहिँ काम भइरहेको छ। यो डाइभर्सन यताबाट चाहिँ पहिला खोलाबाट जाने बाटो थियो, अहिले पुललाई सुचारू गरेको छ। यो पुरानो पुल भत्किएको हुनाले यो पुल तारन्तार गरी बनाएर सञ्चालनमा ल्याइएको छ। खोलाबाट चाहिँ बर्खायाममा बहुत दुःख पाएको थियो यात्रुहरूले, सायद सवारी चालकहरूले र सवारी चालकहरूले पनि। वन क्षेत्रमा यसरी 4 लेनको बाटो छ। 4 लेन आनन्दको बाटो छ। सरल र कतै गहिरो बाटो छैन।
तर्फ काम भइरहेको छ भने नयाँ पुल सञ्चालनमा ल्याइएको छ। ठुला ठुला पुलहरू यो बाटोमा पर्ने अरुङखोला, दुम्कीबास, चोरमाराका पुलहरू सञ्चालनमा आएका छन्। दुवैतर्फ हरियाली, बिचमा यो सिधा समूह बाटो, स्टेट रोड, यसलाई सबै पेन्ट गरेर सक्दाखेरि आकर्षक देखिन्छ। यो अरुङखोला र चोरमाराको बिचको जङ्गलमा स्थानीयहरूले जङ्गली फल, थाकल भन्छौँ हामीले, जस्तो खजुरको प्रजाति हो, सानो सानो हुन्छ। त्यो चाहिँ यहाँ जङ्गलबाट टिपेर बिक्री गर्नको लागि सडकमा उभिएर गाडीहरूलाई देखाउँदै यो जङ्गली फल हो, अर्ग्यानिक फल हो, खानु भनेर भनिरहेका छन्। यो चोरमारा बजार हो। चोरमाराको यो पुल पुरानै पुलबाट हामी प्रवेश गरेका छौँ। उताबाट आउँदा अर्को हुन्छ र बिचको भाग मैले देखाइनँ। अहिले हामी डन्डा आइपुग्यौँ। जङ्गलको बाटो कति देखाइराख्ने भनेर डन्डा कटिसक्यो। डन्डा कटेर अब गाउँसुकीमा यो पेन्ट गरिएको र डिभाइडर लगाएको बाटो यति आकर्षक देखिएको छ। अझ यसमा चाहिँ बिचको डिभाइडरहरूमा पेन्ट गर्न बाँकी छ। ठुलो डिभाइडर र सानो डिभाइडर दुवैमा पेन्ट गर्न बाँकी छ। दुवैमा पेन्ट गऱ्यो भने त्यो आकर्षक हुन्छ। चहलपहल, असाध्यै चहलपहल छ गाउँसुकी बजारमा। गाउँसुकीदेखि अगाडितर्फ जङ्गलको बाटोमा पनि बिचको डिभाइडर पेन्ट गरेको रहेछ, पहेँलो र कालो। यस्तै बाहिरको ठुलो डिभाइडर पनि पहेँलो कालो लगाउने भने अझ आकर्षक देखिन्छ। जस्तो यहाँ देखिएको छ, बिचमा डिभाइडरमा पहेँलो कालो अनि बाटो पेन्ट गरिएको आकर्षक देखिएको छ। साथीहरू, यो मेरो प्रयासलाई चाहिँ यसो मनन गरिदिनु होला हजुरहरूले। यो भिडियो क्लिप हेरेर मन पराइदिएर मलाई हौसला बढाइदिनुहुन्छ भन्ने आशा लिएको छु। साथै यो भिडियोलाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरेर बेल आइकन पनि दबाइदिनु होला। हामी प्रगति नगर आइपुगेका छौँ र यो भिडियो मैले यही प्रगति नगरसम्म बनाउने प्रयास गरेको थिएँ। म दलदले बजारको सानो क्लिप पछाडि राख्नेछु। यो प्रगति नगर हो र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो मनोबल बढाइदिनु होला। लाइक, सेयर र कमेन्ट गरिदिनु होला। धन्यवाद हजुरहरूलाई। मैले भर्खर प्रयास गर्दैछु